एक्चुअली आज चाहिँ 100 डेज पुसअप च्यालेन्जको चाहिँ डे 6 हो। तर ड्यु टु माई पर्सनल प्रब्लम द्याट इज रुगा लागेको भएर मेरो भोइसले पनि थाहा भइरहेको होला तपाईँहरूलाई। भिडियो चाहिँ म क्रिएट गर्न सकिनँ, तर मैले अस्ति नै एउटा त्यो छोटो क्लिप चाहिँ मैले रेकर्ड गरेको थिएँ। त्यही भिडियो हेरेर साथ दिनु होला आजको लागि चाहिँ। त्यो पुरै भिडियो हेरेर लाइक, सेयर अनि सब्सक्राइब होला। हेलो साथीहरू, म चाहिँ फेरि पनि आइसकेको छु। यो चाहिँ मेरो सेकेन्ड भिडियो हुनेछ। सर्ट्सहरू त म हालिरहेको हुन्छ होइन, जुन पुसअपको भिडियोहरू चाहिँ म अपलोड गरिरहेको हुन्छ। तर यो लङ फर्म भिडियोहरू चाहिँ म बनाउन भ्याइरहेको थिएन होइन। तर आज चाहिँ म बनाउन थालेको छु, किनकि म चाहिँ आएको छु यहाँ सर्ट्स क्रिएट गर्नको लागि। जुन चाहिँ जिमको भिडियोहरू हुन्छ नि, मतलब पुसअपको भिडियोहरू, त्यो चाहिँ म बनाउनको लागि भनेर यहाँ आएको थियो। रुगाले पनि लाग्छ, रुगा पनि लाग्न थाल्छ कि क्या। ओ माई गड, म फेरि बिरामी भने कसले बनाउने कि। ओ माई गड, यस्तो त नहोस् है भगवान प्लिज। र मेरो भोलि सिओई आउने दिन रहेछ, र सिओई आउँछ आउँदैन थाहा छैन, तर आयो भने त आई विल बी इन जापान। बट आएन भन्यो भने केही छैन, बिकज अब आउने भए पनि त्यही छ, नआउने भए पनि त्यही छ। आइ एम नट स्केयर अबाउट इट, किनकि मेरो भविष्य कहाँ छ भन्ने मलाई थाहा छ। अलरेडी आई नो अबाउट माई फ्युचर वेयर आई एम इज गोइङ एन्ड द सन इज देयर। घाम पनि अब झुल्किने बेला भइसक्यो, अब मेरो पनि जाने बेला भइसक्यो। तर एकैछिन तपाईँहरूलाई यहाँको बारेमा, यहाँको वातावरणको बारेमा चाहिँ म बुझाउन जाँदैछु। र यो हो हाम्रो के हो, ट्रेन हिँड्ने बाटो। भोलि पर्सि यहाँ ट्रेन हिँड्छ होइन। ट्रेन चाहिँ एकदम अब एकदमै ठुलो देखिन्छ होला सायदमा टोकियो जापानको ट्रेन आउँछ यहाँ। म लिएर आउँछु, म यस आई विल ब्रिङ बुलेट ट्रेन, ओके। इट्स अल गुड। र वातासी वा नमाय वा वाइ क्रम दिस एन्ड वातासी ब्रिङ ना के देन्स्या इलेक्ट्रिक ट्रेन लिएर आउँछु म। ओके। र यो चाहिँ रहेको छ हाम्रो एरियाको, यो त अलिकति रमाइलो फन्नी कुराहरू भयो। र यहाँ चाहिँ यहाँको बारेमा हेर्न सक्नुहुन्छ। द ब्युटिफुल सिन्स आर क्रिएटेड हियर एन्ड यु क्यान इमेजिन कि कति राम्रो ठाउँ छ। यदि घुम्न आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ यतातिर। तर एक्लै चाहिँ घुम्न नआउनु होला, कुनै 1-2जना साथी लिएर आउनु। म जस्तो होइन, तपाईँहरूको धेरै साथीहरू छन् नि, त्यही भएर तपाईँहरू आउने बेला चाहिँ साथीसँग आउनु, नत्र म जस्तै बेकार। ओ माई गड, टेन्स हुन्छ फेरि तपाईँहरूलाई। र आउने बेला केही लिएर आउनु होला, म त भन्दा नि हुन्छ। तपाईँ पैसा दिन, म लिएर आउनुहोस्। के छ त। सो यो त भइहाल्यो। मैले यहाँ सुट गरेको थिएँ, थोरै आफ्नो भिडियो सर्ट्स क्रिएट गरेको थिएँ। र अब मेरो जाने बेला भएको छ। अब मेरो साइकल त्यहीँ छ, म त्यसरी चढेर आएको। अब म जान्छु घरतिर। सो अर्कोचोटि भेटौँला नेक्स्ट डे इन द न्यू भिडियो। त्यतिखेरसम्मको लागि लाइक, सेयर अनि सब्सक्राइब गर्नु होला। अनि यो भिडियोलाई धेरै मान्छेसम्म पुर्याउने कोसिस गर्नु होला। नगरे पनि अब के भन्नु तपाईँलाई, धेरै त भन्न सक्दैन। रुगा लाग्छ क्या हो, नलागोस् है भगवान प्लिज। ओके, म जान्छु त, बस्नुहोस् न ल बिस्तारै। थोरै खानु होला, धेरै खायो भने अपच हुन्छ फेरि। र मेरो भिडियो चाहिँ धेरैभन्दा धेरै हेर्ने गर्नु होला। वाच टाइम बढाउनु छ, सब्सक्राइब पनि गर्नु होला। भर्खर 12-13 पुग्यो होला सब्सक्राइबर, 20 पनि पुगेको छैन यार। अलिक सब्सक्राइब हान्नु पऱ्यो कि। ल गरौँ। थ्याङ्क यू।